सेनाको काम भनेको त सीमा रक्षा नै हो नि त मेन त होइन र सीमा रक्षामा खटाउनु पर्ने सैनिकलाई चाहिँ हामीले मन्त्रीहरूको सेक्युरिटी होइन ढोका खोलिदिने गाडीको ढोका खोलिदिने नेताको सेक्युरिटीमा राख्नु हुँदैन क्या त्यसको लागि त प्रहरी छ नि त सशस्त्र प्रहरी छ यता नेपाल प्रहरी छ त्यो निकायले गर्ने हो सिमानामा रक्षा गर्ने सिमानाको रक्षा गर्ने र ठुला आपद विपद पर्दाखेरि प्राकृतिक प्रकोपहरूमा चाहिँ सेनाले काम गर्नुपर्छ यो सुरक्षाको कुराहरू रह्यो र हाम्रो त्यो सार्वभौम सत्ता बचाइराख्नको लागि सेनाले काम गर्छ सुरक्षाको कुरा भयो टाटा टुटुको होइन सुदन गुरुङ गृहमन्त्रीले योभन्दा अगाडि भन्नुभएको थियो टाटा टुटु हामी गर्नु हुँदैन भन्नुभएको छ तर अहिले त्यो दलबल त त्यही देखिन्छ नि के लाग्छ यहाँलाई भन्नुहोस् त ट्याटा टुटु भनेको के हो उहाँले त्यही भन्नुभएको छ अगाडि पछाडि दलबल सहितको चाहिँ ट्याटा टुटु सवारी त्यो त यस्तो हुन्छ अब सेक्युरिटी प्रोटोकल हुन्छ होइन सेक्युरिटी प्रोटोकल भनेपछि त्यो कानुनले के अरे निर्धारण गर्ने हुन्छ त्यो कुनै नेताले मैले लिन्छु लिन्न भन्नुभन्दा पनि त्यो प्रोटोकल अन्तर्गत आउँछ नि त होइन त्यो त व्यवस्थाले गरे हुन्छ नि त त्यति छ क्या तपाईँलाई यो बिचमा तपाईँलाई झन्डै आक्रमण पनि भयो तपाईँ साइबरमा समेत पुग्नु भएको छ अहिले चाहिँ तपाईँको सुरक्षा थ्रेट कस्तो छ यहाँको यस्तो छ अब त्यो के अरे फेसबुकमा भन्ने मान्छेहरू थिए त्यस्तो चाहिँ नभन्नुहोस् भन्न कानुनी दायरामा आयो ल्याउनु भयो यहाँले मैले भनेको छु अब के गर्दैछ